अनि अहिलेको जमानामा सोसियल मिडियाको जमानामा ब्याकग्राउन्ड थाहा पाउनु सजिलो हुँदैन, यो मान्छे को कसो भनेर। यति बुद्धि छैन हामीहरूमा होइन। मान्छे त्यहाँ त्यत्रो गरेर बसिरहेको मान्छे छ होइन। अहिले आउँदाखेरि पार्टीको के अरे कहिले के भन्छ के को हो यस्तो फैलाउने, म त अचम्मै लाग्छ भने होइन। इज्जत कमाउनु कम त गाह्रो छ। अनि पोलिटिकल पार्टीसँग जोइन गरेर मेरो इज्जत मलाई फाल्नु छैन। मलाई नेपालको झन्डासँग जोइन गरिदियो होइन। ए तपाईँ त के हो नेपालको झन्डा बोकेर हिँड्दो रहेछ भन, इज्जत जान्छ नि जान्छ। पार्टीकोसँग चाहिँ मलाई प्लिज रिलेट नगरिदिनु है, मैले भनिसकेँ। जसले मलाई फेरि यो पार्टीसँग तँ यो हो तँ यो भनेर मलाई प्रुफ गरेर देखाउनु पऱ्यो। प्रुफ गरेर देखाउनु ल, चाह भने म माइती घर मण्डलामा म आफै झुन्डेर मरिदिन्छु। म जोक गरेको होइन एकदम, मैले फेरि गफ हानेको होइन है। इनफ इज इनफमा अनसन बसेर म मर्छु अनि यो आन्दोलन ठुलो बनाउनु पर्छ भनेर भन्ने मान्छे मै नै हो है। अनसन बस्दाखेरि पनि म मरिदिन्छु, बरु ठिकै छ छोडिदियो तिम्रो मलाई, सानो पानी पनि नहाल होइन। तर आन्दोलन चाहिँ एकदमै ठुलो हुनुपर्छ, चेन्ज हुनुपर्छ है भनेर मैले भनेको मान्छे म नै हो। अनि कतिजना इनफ इज इनफको मान्छेहरूलाई पनि थाहा छ म कस्तो खालको मान्छे हो भनेर है। सो प्लिज मलाई पार्टीहरूसँग रिलेट नगरिदिनु। वी हेभ अ लट अफ थिङ्स टु डु इन नेपाल है। धेरै काम छ हाम्रो यहाँ गर्नुपर्ने, धेरै चेन्जेस छ गर्नुपर्ने होइन। त्यही भएर यो चाहिँ अहिलेको इन्फर्मेसन हो। आई वुड लाइक टु रिक्वेस्ट एभ्री वान कि त्यो प्रोटेस्टमा जतिजना आउनुभयो त्यो फ्रन्ट लाइनमा बस्ने जो यो झोलेहरू छ नि, यो भयो त्यो फ्रन्ट लाइनमा बस्ने जो यो झोलेहरू छ नि, यो झोलेहरूको एक एकजनाको फोटो निकाल्नु पऱ्यो, हामीले खोज्नु पऱ्यो सबैजना मिलेर है। यिनीहरूले गरेर त्यस्तो भयो। अनि यो गभर्मेन्टको चाहिँ तुरुन्तै राजीनामा दिनु पऱ्यो।